welcome back to my channel Tendula Vlogs. If you are new to my channel, welcome to my channel. So आजको vlog चाहिँ छ तपाईहरुले thumbnail या टाइटलबाट थाहा पाइसक्नु भयो होला. यो vlog चाहिँ म सिरिजमा बनाउने छु, पार्ट 1 पार्ट 2 गर्दै. सो तपाईहरु इन्जोय गरिदिनु हुन्छ भन्ने आशा गर्दछु. हामीलाई चाहिँ कलेजबाट योक्सम जंगली ट्र्याक भनेर लाँदैछ. सो हामी चाहिँ अब त्यही जान आँटेको. अहिले चाहिँ हामी देवराली स्ट्यान्डमा छ. यहाँदेखि हामी रम्फू जाने छौं. रम्फूदेखिको फेरि हामी योक्सम जाने छौं किनभने हामीले डाइरेक्टको गाडी नै पाएन नि त. सो त्यही हो, हेर्दै गर्नुस् होला. अहिले चाहिँ हामी स्ट्यान्डमा छ. यहाँ सामानहरु हालेर छ. गाडी चाहिँ यहाँ छ. हेलो एभ्रीवन. गाडी 5 जना बस्नु पर्यो. पातला 5 जना. हजुर हुन्छ नि. यो गाडी हो हाम्रो चाहिँ. हामी चाहिँ अहिले चाहिँ के रे जोरथाङ स्ट्यान्ड आइपुग्यो. यहाँदेखि चाहिँ हामी योक्सम जान आँटेको छौं. र साथीहरु चाहिँ सबैजना बजार गयो. मलाई एक्लै छोडेर यहाँनिर हो. ब्यागहरु सबै यिनीहरुको यहीँनिर छ. अब म हाल्नुपर्ने हो यहाँ गाडीमा. अन्त मैले चाहिँ फ्रुट्स लिएर आएको थिएँ. अलिकति फ्रुट्स खाएँ. अलिकति त्यहाँदेखि अहिले चाहिँ बसिरहेको छु उनीहरू पर्खेर. सो अब तपाईँहरूलाई म डाइरेक्ट योक्सम पुगेर कल गर्छु. ए सरी भिडियो तपाईँहरूसँग भेट्छु हो. हामी चाहिँ जोरथाङ स्ट्यान्डबाट पनि निस्क्यो. सबैजना हामी चाहिँ यहाँबाट निस्क्यो. अब डाइरेक्ट हामी योक्सममा भेट्नेछौँ. कुन चाहिँ बाटो हो त्यो चाहिँ याद छैन अब होइन. फर्स्ट टाइम जाँदैछ. तपाईँ फर्स्ट टाइम है यो चाहिँ. यहाँ चाहिँ हाम्रो एकजना मात्रै छ. हाम्रो जुनियर चाहिँ सबै मेरो ब्याचकोहरू छ. उसलाई चाहिँ पुरा अप्ठ्यारो भइसक्यो, अल्छी लागिसक्यो है साथीहरू नभएर. So त्यही हो. सी यू अहिले तपाईँहरूलाई. बाई. चाहिँ फाइनली यहाँनिर आइपुग्यो. योक्सम आइपुग्यो फाइनली. थाक्यो. ओ केटाहरू औ स्वागत. फाइनली आइपुग्यो आफ्टर अ भेरी टायरिङ ड्राइभ. Finally we have got our rooms हैन. हामी चाहिँ रुममा आयो. हामीले रुम पायो. केटीहरू चाहिँ खतरा खतरा केटीहरू छ हो. अब फेरि तलै जानुपर्ने अरे नि त. तर पनि के छैन हैन. केही पनि छैन. फेरि जानुपर्ने छ तल. हाम्रो त्यो के काम छ अरे एउटा. बजार गएको. बजारमा योक्सम बजार घुम्नु गएको हामी चाहिँ. बजार चाहिँ मेरो के भन्छु भेडा देखा योक्समको. बाप्रे यतापट्टि हेर्न त्यो भेडा ठुलो भएछ है ठोकेर. योक्समको भेडा अरे हो. रबिनाको सन्तान. ओइ त्यस्तो चाहिँ नभन न. मेरो जस्तो भन्यो भने मार्छ होला. योक्समको नजारा चाहिँ अहिले चाहिँ यस्तो छ हो. ओइ पानी टिप गर्दैछ. पानी चुन्दैछ. सो हामी चाहिँ बजारबाट पनि बजारबाट आइपुगेर फ्रेसेस भएर ड्रेसेस सबै चेन्ज गरेर चाहिँ बसिरहेको छ गफ गर्दै. यिनीहरूले चाहिँ यहाँ भोलि ट्रेकिङ जाने भन्दैछ. जङ्क फुड यति थुपारी हालेर उनी पनि एक पोका. मेन लिडर चाहिँ यहाँ हो हाम्रो रबिना दिदी हो. सो अहिले चाहिँ हामी अब यो खानेवाला त. तर म पनि खान्छु, अलिकति खान्छु होइन. त्यहाँदेखिको चाहिँ एकछिनमा हाम्रो खाना हुन्छ होला. त्यहाँदेखिको चाहिँ सरहरू आउनुहुन्छ अरे ब्रिफिङको लागि. भोलि के हो कसो कति बजी के हिँड्नुपर्ने कसरी त होइन होला हिँड्नु त. कति बजी हिँड्नुपर्ने होइन के हो कसो ब्रिफिङको लागि आउनुहुन्छ अरे. सो त्यही हो. अघि हामी सरसँग भेट्यो. अघि चाहिँ भिडियो गर्नु पाएन किनभने मेरो फोन डेड भएको थियो. यिनीहरू मलाई हेरेको हेर्नु अनुहारमै हेरिरहेको छ. छोडेर चाहिँ कहाँ गयो हुनु चाहिँ. सो त्यही हो. अहिले तपाईँहरू हेर्दै गर्नुहोस्. स्टे ट्युन भन्नु अरे. मलाई साथीले सिकाएको यसले. स्टे ट्युन गाइज. भोलि अझै पनि राम्रो भ्युजहरू देख्नु पाउनुहुनेछ तपाईँहरूले. सुन्नुहोस् है, तपाईँहरूलाई एउटा कुरा सोध्छु. ऊ चाहिँ लेप्चिनी जस्तो देख्छ हेर्नुहोस् त. म चाहिँ लेप्चेनी हो होइन. अन्त फदाउनु लेप्चा हो म चाहिँ. तर उसलाई लेप्चा जस्तो देख्दैन. किनभने मेरो मम्मी चाहिँ सुब्बाहरू हुन्छ नि त. अनि मेरो बोजू चाहिँ राईहरू हुन्छ कि. त्यही भएर म चाहिँ यस्तो भएको. तिमी चाहिँ म त सबैले छेत्री भन्छ मलाई गुरुङ र लेप्चाको मिक्स चाहिँ म चाहिँ थाहा ओ त्यो आमा लेप्चा हो ए तिमी थापा है म त थापा प्योर थापा
थापा छेत्री ए आमा छेत्री हो हैन थापा छेत्री हो मिन्स उयो थापा छेत्री पनि हुन्छ कि छेत्री पनि हुन्छ कि ए ओके ओके ए थापा मगर पनि हुन्छ नि त है ओके 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 सो त्यही हो यस्तै छ मेरो साथीहरू चाहिँ आज अरूहरू पनि छ हो ब्यागहरू चाहिँ यति छ यहाँनिर हाम्रो भोलि लाउने लुगाहरू चाहिँ यहाँनिर छुट्याइसक्यो हामीले हो यो मेरो ब्याग हो यो रबिनाको ब्याग हो अन्त खोइ अरूहरूको सङ्गीतहरूको ब्याग ऊ माथि छ यिनीहरूको ब्यागहरू चाहिँ ऊ माथि छ सो त्यही हाम्रो रुम चाहिँ यस्तो छ तपाईँहरूलाई रुम देखाएको थिइनँ मैले साँच्ची रुम पनि हेरिहाल्नुहोस् होला हाम्रो यहाँबाट चाहिँ एन्ट्रेन्स यो चाहिँ एन्ट्रेन्स हो यहाँबाट सट्टै पसेर चाहिँ यस्तो देख्छ यहाँ वासरुम छ होइन ए यहाँनिर यस्तो छ अन्त चाहिँ यस्तो छ हाम्रो रुम चाहिँ यहाँनिर यस्तो छ अन्त मलाई चाहिँ यिनीहरूले अब उयो गरेको अरे नि त माया लागेर मलाई चाहिँ बेड दिएको अरे हो यिनीहरू भुइँमा सुत्ने अरे यति साह्रो राम्रो साथीहरू कहाँ पाउनुहुन्छ तपाईँहरूले यस है मैले होइन आई मिन अब अरू तपाईँहरूले पाउनु हुँदैन भनेको नि मैले मात्रै पाएको भन्नु छ नि सरी कट 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 ल अहिले भेट्छु तपाईँहरूलाई हेर्दै गर्नुहोस् ला सकिसकेछ यिनीहरू एकैछिनमा म खान्छु अब हामी चाहिँ ब्रिफिङ सकेर चाहिँ यहाँ खाना खानुको लागि लाइन बसिरहेको छ हो यहाँ स्टुडेन्ट्सहरू चाहिँ सबैजना खाना खाँदैछ सो हामी चाहिँ खानासाना खाएर आएर चाहिँ रुममा बसिसक्यो Yes bro, welcome to my welcome to her channel, welcome to her video. Please do like, share and subscribe. हाम्रो के अरे भाइस प्रेसिडेन्ट म्याडमलाई अरू म केही भन्न चाहदिनँ गुड बाई गुड नाइट सो धन्यवाद छेडमलाई लु भन ओके गुड नाइट च्यानललाई सब्स्क्राइब गरिदिनुहोस् सपोर्ट गरिदिनुहोस् धेरै सपोर्ट दिनुहोस् हाम्रो म्याडमलाई ओके थ्याङ्क यू सो मच थ्याङ्क यू मेरो चाहिँ यहाँ यस्तो डर यहाँनिर तालु नै फुल्ने गरेर टाउको ठोक्यो यहाँनिर हो अब त झन् कत्रो फुल्लेछ चिसो पानी मलाई चाहिँ किन देखाउनु हेर्दा आयो यो त यो दाइ है यत्रो फुल्यो यहाँनिर नै ठोक्यो मेरो टाउको एप्पल फल्दैछ यसको टाउको सो त्यति नै थियो आजको भिडियो सो आई सी यू इन नेक्स्ट भिडियो मैले मेरो सर्ट्स पनि हालिसकेको छु सो चेक इट आउट है गएर तपाईँहरूले हेरिदिनुहोस् होला अहिलेसम्म त हेरिसक्नु भयो होला तपाईँहरूले यहाँ हाम्रो अर्को भ्लगर पनि हुनुहुन्छ अघिदेखिको एडिटिङ गर्नुहुँदैछ अपलोड गर्नुहुँदैछ यो एभ्रिवान yes guys yes everyone this is new day new vlog है आज चाहिँ सेकेन्ड डे हो यहाँ हामी पुगेको सो आज चाहिँ हामी बिहान उठेर पनि पिटिसिटी गरेर पनि रुममा आइसक्यो र हामी चाहिँ अहिले चाहिँ बहुत साफसफाइ गर्दैछ प्याकिङ गर्दैछ आफ्नो आफ्नो के लाने कसो लाने भनेर रबिना भनिदिउँ तिम्रो काण्ड सङ्गीत रेडी हुँदैछ अन्त अरूहरू चाहिँ वासरुममा छ सो अब हामी पनि फोन चार्ज लगाएर चाहिँ रेडी हुनेछ म पनि रेडी हुन्छु अब चाहिँ मेरो ब्याग पनि रेडी छ सो त्यही हो आजको भ्लग नै हुनेछ कतिसम्म मेरो फोनको चार्जले मलाई साथ दिन्छ त्यतिसम्म म तपाईँहरूलाई जतिसक्दो रेकर्ड गरेर देखाउनेछु के हुन्छ हामी के गर्नेछौँ कसो गर्नेछौँ अनि कस्तो छ माथि है सो त्यही हो हेर्दै गर्नुहोस् होला रेडी एकदम रेडी हाम्रो उयोहरू यहाँ छ हो फर्स्ट हुँदैछ त्यो त यस्तो भएर मिल्छ नि त्यो त्यस्तो खानु Chodem.
How's the juice? Lo. तर ब्यागको प्याकिङ चाहिँ हेर्नु न How's the juice? मुझे ऐसा वॉकिंग स्टिक चाहिए पर नहीं मिल रहा है क्या करूँ अब Guys, oh भाइहरु, how's the juice? How's the juice? Hi. Fine. Chalo, let's go. Let's go. गएको हामी चाहिँ अब started our journey. यहाँबाट packed lunch. यहाँ चाहिँ banana fruits other fruits yes हामीलाई फ्रुट्स पनि बाँडिदिएको रहेछ यो अघि तल यसमा चाहिँ के छ ड्राई फ्रुट्सहरू त्यही हामीलाई फ्रुट्सहरू पनि यहाँ हाम्रो दुईजना आईहरू चाहिँ मेडिकल टिमबाट हुनुहुन्छ आईहरूलाई पनि एकदम ह्याट्स अफ vlogging भने नै Chidem, hello. क्या अप्ठ्यारो छ एडभेन्चर टुरिज्म घरि ऊपर घरि नीचे घरि तेर्सो घरि दाएँ घरि बाएँ यहाँबाट ब्लङ्ग गयो भने चाहिँ सबैलाई सोधेर जान्छु म कञ्चनजङ्घा नेसनल पार्क तर यहाँबाट एन्ट्री गर्दैछ बल्ल बल्ल यहाँ पुग्यो सो यहाँनिर सबैजना यहाँ छ अरू स्टुडेन्ट्सहरू सो अब यहाँ गोलकालो फेरि छ 5 मिनट रेस्ट गरेर हेलो एभ्रिवान हामी चाहिँ माथि डङ्गरी आइपुगेको थियो हिजो मैले चाहिँ भ्लगै गर्नु पाइनँ किन मेरो फोन डेड भयो अनि अहिले चाहिँ मैले सठिक फोनबाट गर्दैछु अनि चाहिँ अहिले चाहिँ हामी सनराइज हेर्नु जाँदैछ 4 बजी उठेर देख्नु त कोही देखेको छैन रहेछ यहाँ छ हेलो नमस्ते हेलो हेलो नमस्ते यसो दुःख गरेर भ्लग गर्दैछ है हामी चाहिँ जाँदैछ सी यु अन टप माथिनिर बापरे धुवा हावा बापरे उडाइ गर्दै हावाले उडाउँदैछ है started the sunrise अब चाहिँ सनराइज हुनु आँट्यो अनि चाहिँ हावाले उडाउन आँट्यो उडाउँदै नै रहेछ हावाले आँट्छ हामीलाई मेरो फोन चाहिँ उडाइदियो पनि हावा फर्केको हो मजा आयो तिमीहरूलाई मजा आयो सुस्मिता मजा आयो सबैजना मजा आयो ओके सो मजा आयो हामी चाहिँ अब फर्किने फेरि ओह्रालो बल्ल बल्ल घाम आयो यहाँ में है
Sunrise, sunrise, sunrise. कैसे लगा घाम देख के आप लोग को? पहली बार देखा है हमने घाम। सनराइज हेरेर आएर चाहिँ क्याम्प पुग्यो र हाम्रो चाहिँ ब्रेकफास्ट टाइम भयो र हामी चाहिँ ब्रेकफास्ट खाँदैछ। यहाँ घाम ताप्दै सङ्केत हाम्रो ब्रेकफास्ट देख्न सक्नुहुनेछ तपाईँहरूले। चना र फ्राइड राइस छ, भेज फ्राइड राइस। मिठो होइन हौ मेरो प्लेट हो यो चाहिँ। र सबैजना घाम यहाँ चाहिँ घामै छैन नि त, हात खुट्टा सबै ठिराएर मुख लागेर माथि हेर्नु उयो सबैजना यहाँनिर। अब हामी चाहिँ खानेछौँ। उता लाइनमा बसिरहेको छ 8 स्टुडेन्ट्सहरू चाहिँ। घाम हावा र धुलोले बस्नु नसकेर भित्र आएको यिनीहरूको भातहरू यहाँनिर। दुईजनाको यसको मात्रै हो, यसको मात्रै हो, यो रबिनाको मात्रै हो, रबिनाको मात्रै हो। सङ्गीत र म चाहिँ कुद्दा कुद्दा भयो ल। चिसो भइसक्यो माम, एकै सेकेन्डमा चिसो भयो माम चाहिँ हाम्रो चाहिँ। कुन चाहिँ लेक अरे यो? लक्ष्मी पोखरी। फाइनली वी हैव रिच्ड लक्ष्मी पोखरी। हामी चाहिँ लक्ष्मी पोखरी आइपुग्यौ। अघि चाहिँ हामी सनराइज हेरेर तर क्याम्पमा फर्केर खाजा खाएर फेरि उकालो चढेको थियो र अहिले चाहिँ हामी फाइनली लक्ष्मी पोखरी आइपुग्यौ। यहाँ चाहिँ के छ अरे? वाट्स द स्टोरी बिहाइन्ड दिस? स्टोरी चाहिँ मलाई याद छैन, अब भन्नुहुन्छ होला यहाँनिर गाइड दादाहरूले। फाइनली बाटोमा तर मजा आयो। ओफ तात्यो जुने। इट लुक्स लाइक दिस। अब के भन्नु यसकोमा थिए अरे यो चाहिँ लु लैजाऊ है लानीहरू। नहालै नहा। यो चाहिँ यति साह्रो धार्मिक अब प्लेस हो, यो यति साह्रो धार्मिक लेक हो। यहाँ चाहिँ अब चाहेर पनि फरेनर इन्डियन टुरिस्टहरू चाहिँ यहाँ चाहिँ आउँदैन हतपत। अब जस्तै यहाँनिर अब यहाँ तीर्थयात्रा गर्नेहरू जति पनि आउनुहुन्छ होइन, बाहिरदेखि तिब्बत, भुटान, नेपालदेखि आउनुहुनेहरू चाहिँ यहाँ आउनुहुन्छ। यहाँ आएर चाहिँ पूजापाठ गर्नुहुन्छ र उहाँहरूले चाहिँ जे माग्नुहुन्छ अरे त्यो कुरा चाहिँ यो जग्गाले चाहिँ पुर्याइदिन्छ अरे। यो चाहिँ यस्तो खालको जग्गा अरे हतपत। अब उस्तै अब अब होइन भगवान् कानमा नपरोस्, पापी मान्छे चाहिँ आउनु पनि सक्दैन अरे यहाँ चाहिँ। तर अब तपाईँहरू अब नानीहरू तपाईँहरूको राम्रो अब मन राम्रो सफा थिएछ र तपाईँहरू आइपुग्नु भयो। त्यसैमा सबैलाई बधाई, कङ्ग्रेचुलेसन्स। बुझ्यौ 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 भाइ? के भयो? फाइनली आइपुगे पोखरी। म त अघि आइपुगेको। उयो अरे यहाँ त यो पानी त थियो अरे है, बोतलमा हालेर लानु अरे। लु हालेर लैजाऊ है। किन यहाँ लानेहरूले चाहिँ थ्यूहरू लाँदा हुन्छ अरे। यहाँबाट चाहिँ अमृत जल के भन्छ?